ल है साथीहरू, आज म हजुरहरूलाई चाहिँ रिन्यूको बारेमा फेरि पनि फुल प्रोसेस लिएर आएको छु र यो भिडियो हेरेपछि चाहिँ हजुरहरूलाई रिन्यूको बारेमा सब ए टु जेड क्लियर हुनेछ। यो भिडियोमा म हजुरहरूलाई रिन्यू कसरी गर्ने र के प्रोसेसहरू हुन्छ, स्टेप्सहरू हुन्छ, त्यो सब बुझाउने छु। त्यसैले भिडियो सुरुदेखि एन्डसम्म हेर्नु होला। बिचमा स्किप गर्नुभयो भने पनि केही इम्पोर्टेन्ट पार्टहरू मिस गर्न सक्नुहुनेछ। रिन्यू यदि हजुरहरूलाई केही पनि थाहा छैन, फर्स्ट स्टेपदेखि नै रिन्यू कसरी गर्ने हो भने चाहिँ यो भिडियो मेन हजुरहरूको लागि हो। यदि हजुरहरूलाई केही प्रोसेस थाहा छ, केही कन्फ्युजन्स छ अथवा केही एरर्स आएको छ भने पनि यो भिडियो हेर्नु होला। ल अब हामी सुरु गर्छौँ फर्स्टबाट। यो पोर्टलमै आउनको लागि चाहिँ कसरी आउने है त, हजुरले सर्भिसेस पोइन्ट आइमा पोइन्ट गोभ पोइन्ट पिटी सर्च गर्नुहोस्। त्यो सर्च गरेपछि चाहिँ यस्तो आउँछ। पहिला यहाँ दुईवटा मात्र आउँथ्यो, यो दुईवटा, बट अहिले यो तिनवटा पनि आएको छ। यो हजुरलाई काम लाग्दैन, रिन्यू गर्नुभएको छ भने चाहिँ यो फर्स्टवालामा क्लिक गर्नु। फर्स्टवालामा क्लिक गरेपछि चाहिँ फेरि पनि फर्स्टवालामा क्लिक गर्नुहोस् र यो चाहिँ हजुरहरूको 2025को जुनसम्मको लागि थियो भने चाहिँ यो चाहिँ हजुरहरूको नयाँ रिन्यू पोर्टल हो। यसमा हजुरहरूले गर्नुपर्छ। लेटेस्ट अहिले रिन्यू खुलेको छ 31 अक्टोबर 2026सम्म। अगस्तसम्म खुलेको थियो, अहिले अक्टोबरसम्म पनि खुलिसकेको छ। त्यसैले चाहिँ अक्टोबरसम्म हजुरहरूको रिन्यू छ भने चाहिँ हेर्नु होला, यसरी रिन्यू गर्नु होला। यसमा आएपछि चाहिँ इन्टरमा गर्नुहोस् र इन्टर गरेपछि यस्तो पोर्टल आउँछ। अब यसमा चाहिँ सबैभन्दा पहिला लगइनहरू केही नगर्नुहोस् हजुरले। लगइन गर्न मिल्दैन, किनभने एकाउन्टै बनेको छैन। एकाउन्ट बनाउनको लागि चाहिँ यो क्रियर कोन्तामा जानु होला। क्रियर कोन्तामा गएपछि चाहिँ यो एकाउन्ट बनाउने पोर्टल हो। यसमा चाहिँ आफ्नो इमेल हाल्नु होला। यो फर्स्टवालामा आफ्नो इमेल, सेकेन्डवालामा एक्सपायर भएको कि त एक्सपायर हुन लागेको टिआरसी कार्डको नम्बर र थर्डवालामा निफ यति हाल्नुहोस् र यसमा चाहिँ डेट अफ बर्थ हाल्नु होला। आफ्नो डेट अफ बर्थ यसमा सिलेक्ट गरेर यसमा क्लिक गरेर चेन्ज गर्न सक्नुहुनेछ यसरी हजुरहरूले। र डेट अफ बर्थ क्रिएट गरेपछि चाहिँ क्रियर कोन्तामा गर्नुहोस्। क्रियर कोन्ता गरेपछि चाहिँ हजुरहरूको यो फर्स्टवालामा जुन इमेल राख्नु भएको थियो त्यो इमेलमा एउटा भेरिफिकेसन कोड आउँछ। त्यसमा कन्फर्म गर्नुभयो भने चाहिँ हजुरहरूको एकाउन्ट क्रिएट हुन्छ है त। अब त्यो एकाउन्ट क्रिएट भएपछि चाहिँ हजुरहरूले फेरि पनि इमेल आउँछ एकाउन्ट क्रिएट भयो भनेर। र त्यसपछि चाहिँ यसमा इमेल हाल्नुहोस् र यसमा यो तेत्लुदी रेसिडेन्सी हाल्नुहोस्, भनेको त्यही टिआरसी कार्डको नम्बर, र यसमा पासवर्ड हाल्नुहोस्। यो पासवर्ड चाहिँ जुन इमेलमा हजुर कन्फर्म गर्ने बेला त्यहाँ पासवर्ड राख्ने भनेर आउँछ, त्यसमा जुन पासवर्ड राख्नुभएको थियो त्यही पासवर्ड हाल्नु होला है त। अब यसमा तिनवटा हालेपछि चाहिँ हजुरहरूको यस्तो खुल्नेछ एउटा पोर्टल। त्यो गरेपछि चाहिँ यस्तो पेज खोलिन्छ। यस्तो पेज खोलिन्छ, बट यसमा चाहिँ हजुरहरूको यस्तो देखिँदैन। यसमा चाहिँ हजुरहरूको नो यो न्यू रिक्वेस्ट सेन्ड गर भनेर हुन्छ। न्यू रिक्वेस्ट सेन्ड गरेपछि चाहिँ हजुरहरूको यस्तो हुन्छ। त्यसपछि यो पेमेन्टवालाको आउँछ हजुरहरूलाई पेमेन्ट, त्यसको त्यही दिन कि त त्यसको 24 घन्टाभित्र आउँछ पेमेन्टको चाहिँ। पेमेन्ट गरिसकेपछि हजुरलाई फेरि पेमेन्टको कन्फर्मेसन आउँछ र त्यसपछि डकुमेन्ट हाल्नु पर्ने हुन्छ। डकुमेन्ट चाहिँ हजुरहरूले यस्तो देखाउन सक्छ। डकुमेन्ट हाल्न कसैको यस्तो देखाउँछ भने चाहिँ यो सबै डकुमेन्ट हाल्नुपर्छ भने चाहिँ कुनैको यदि दुईवटा मात्र हाल्नु पर्ने हुन्छ। अब यो दुईवटामा चाहिँ यो फर्स्टवालामा कामको डकुमेन्ट र सेकेन्डवालामा चाहिँ पासपोर्ट सबै पेजको कि त यहाँ यो सर्टिफिकेट भनेर भन्यो भने चाहिँ हजुरहरूले नोटराई गरेर हाल्नुपर्छ। नत्र भन्यो भने चाहिँ त्यतिकै सब पेजेस मात्र हाल्दा नि हुन्छ, यो दुईवटा हाल्ने डकुमेन्ट। त्यसपछि चाहिँ हजुरहरूको यस्तो एउटा पेडिदु अभलियस छ भनेर आउँछ। डकुमेन्ट हालेपछि चाहिँ हजुरको यो अहिले एनालाइजमा छ। त्यसपछि अप्रुभ भएपछि चाहिँ हजुरहरूको यस्तो आउँछ र इमेल पनि आउँछ हजुरहरूले अप्रुभ भएपछि। यदि यो सब हजुरको सेक्सनमा यो सब आएको छैन कि त यस्तो केही आएको छैन भने चाहिँ पक्का यो आएको होला। यो आयो भने चाहिँ चिन्ता नलिनुहोस्, किनभने चाहिँ यो हजुरहरूको सिग्नेचर सोसल र फिनान्समा केही पैसा तिर्न बाँकी छ कि नै, केही डेब्ट बाँकी छ कि नै, त्यो चेक भइरहेको छ। त्यसपछि चाहिँ चेक भएपछि चाहिँ हजुरको केही टाइम लाग्न सक्छ, 1-2 हप्ता लाग्न सक्छ। त्यसपछि चाहिँ हजुरहरूको यस्तो केही पेज खुल्लिनेछ। यसमा न्यू रिक्वेस्ट भनेर यसमा एउटा अप्सन आउँछ। त्यसमा क्लिक गरेपछि चाहिँ रिन्युअल भनेर सेलेक्ट गर्ने। त्यसपछि चाहिँ यस्तो हजुरहरूलाई सेम देखिनेछ। बाँकी केही प्रब्लम छ अथवा बाँकी केही हजुरहरूलाई एरर छ, केही हेल्प चाहिन्छ भने चाहिँ भिडियोमा कमेन्ट कि त टिकटकमा मलाई म्यासेज टिकटकमा मलाई इनबक्स गर्न नबिर्सिनु होला। धन्यवाद। सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। धन्यवाद।